मानौ तिमी मेरो बुढी हो। ल हामी चाहिँ लोकसेवा तयारी गरिरहनु भएको साथीहरूको लागि नेपालको भूगोल सम्बन्धी क्विज गर्दैछौँ। सबै साथीहरूले उत्तर चाहिँ कमेन्ट गर्नुहोला कमेन्टमा। र आजको लागि पहिलो प्रश्न रहेको छ, थोराङ पास मार्ग कुन जिल्लामा पर्दछ? थोराङ पास मार्ग कुन जिल्लामा पर्दछ? यसको उत्तर चाहिँ कमेन्ट गर्नुहोस् है त साथीहरूले सबैले। आजको लागि पहिलो प्रश्न छ, थोराङ पास मार्ग कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मनाङ है त। आजको लागि प्रश्न नम्बर 2 रहेको छ, आजको लागि प्रश्न नम्बर 2 रहेको छ, मार्फा कृषि फर्म कुन जिल्लामा पर्दछ? यसको सही उत्तर चाहिँ कमेन्ट गर्नुहोस् है। मार्फा कृषि फर्म कुन जिल्लामा पर्दछ? यसको सही उत्तर चाहिँ साथीहरूले कमेन्ट गर्नुहोस् है त। आजको लागि प्रश्न नम्बर 2 थियो, मार्फा कृषि फर्म कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मुस्ताङ जिल्लामा पर्दछ। त्यसैगरी प्रश्न नम्बर 3 रहेको छ, नेपालको कुन जिल्लालाई काश्मीर भनेर पनि चिनिन्छ? प्रश्न नम्बर 3 रहेको छ, नेपालको कुन जिल्लालाई काश्मीर भनेर पनि चिनिन्छ? यसको सही उत्तर थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपालको कुन जिल्लालाई काश्मीर भनेर चिन्ने गरिन्छ? प्रश्न नम्बर 3 रहेको छ,
नेपालको कुन जिल्लालाई काश्मीर भनेर पनि चिनिन्छ? ल, यसको उत्तर थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है त। हाम्रो आजको लागि प्रश्न नम्बर 3 थियो, नेपालको कुन जिल्लालाई काश्मीर भनेर पनि चिनिन्छ? यसको सही एन्सर हो जुम्ला। हामीले जुम्ला जिल्लालाई नेपालको काश्मीर भनेर पनि चिन्ने गर्दछौँ। त्यसै गरी आजको लागि प्रश्न नम्बर 4 रहेको छ, नैका बिहार कहाँ पर्दछ? ल, आजको लागि प्रश्न नम्बर 4 रहेको छ, नैका बिहार कहाँ पर्दछ? सही उत्तर थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है, नैका बिहार कहाँ पर्दछ? र लाइभलाई साथीहरूले सेयर गर्नुहोस् अनि पेजलाई फलो गरेर सहयोग गर्नुहोस् है त। लाइभलाई सेयर गरेर सबै साथीहरूसँग पुर्याउनुहोस् आफ्नो साथीहरूसँग। त्यसै गरी पेजलाई फलो गरेर सहयोग गर्नुहोस् है साथीहरू सबैले। आजको लागि प्रश्न नम्बर 4 रहेको छ, नैका बिहार कहाँ पर्दछ? यसको सही उत्तर हो लुम्बिनीमा है त। लुम्बिनी, नैका बिहार चाहिँ लुम्बिनीमा रहेको छ। त्यसै गरी आजको लागि प्रश्न नम्बर 5 रहेको छ, मकालु हिमालको पुरानो नाम के हो? प्रश्न नम्बर 5 छ, मकालु हिमालको पुरानो नाम के हो? मकालु हिमालको पुरानो नाम के हो? ल, मकालु हिमालको पुरानो नाम थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है। मकालु हिमालको पुरानो नाम के हो? त्यसै गरी सबैले लाइभलाई सेयर गरिदिनुहोस्, पेजलाई फलो गरेर सहयोग गर्नुहोस् है साथीहरू सबैले। आजको लागि प्रश्न नम्बर 5 रहेको छ, मकालु हिमालको पुरानो नाम के हो? ल, साथीले पास भन्नुभएको छ, मकालु हिमालको पुरानो नाम जन्नु हिमाल हो है त साथीहरू। ल, मकालु हिमालको पुरानो नाम के रहेछ त भन्दाखेरि जन्नु हिमाल हो। ल, त्यसै गरी आजको लागि प्रश्न नम्बर 6 रहेको छ, नेवार समुदायमा गोसाइँकुण्डलाई कुन नामले पुकारिन्छ? प्रश्न नम्बर 6 रहेको छ, नेवार समुदायमा गोसाइँकुण्डलाई कुन नामले पुकारिन्छ? गोसाइँकुण्ड रसुवा जिल्लामा पर्दछ भने यो गोसाइँकुण्डलाई चाहिँ नेवार समुदायमा कुन नामले पुकारिन्छ त? ल, साथीहरूले कमेन्ट गर्नुहोस् है, सबैले कमेन्ट गर्नुहोला र लाइभलाई सबैले सेयर गरेर सहयोग गर्नुहोस् है। पेजलाई पनि फलो गरिदिनुहोस्।
गोसाइँकुण्डलाई नेवार समुदायमा कुन नामले पुकारिन्छ त भन्ने क्वेसन थियो। यसको सही उत्तर हो सिलु तीर्थ। प्रश्न नम्बर 6 को करेक्ट एन्सर हो सिलु तीर्थ। नेवार समुदायमा गोसाइँकुण्डलाई चाहिँ सिलु तीर्थ नामले पुकार्ने गरिन्छ है त। त्यसै गरी प्रश्न नम्बर 7 रहेको छ आजको। प्रश्न नम्बर 7 नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ? आजको लागि प्रश्न नम्बर 7 रहेको छ। नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ? ल नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ थाहा हुने साथीहरूले एन्सर कमेन्ट गर्नुहोस् है। एन्सर कमेन्ट गर्नुहोस् है। नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिन्छौँ त हामीले? ल हाम्रो लक्ष्मण धामीजीले कमेन्ट गर्नुभएको छ नेपालको मरुभूमि भनेर मुस्ताङ जिल्लालाई चिनिन्छ भन्नुभएको छ। एकदमै करेक्ट एन्सर। ल प्रश्न नम्बर 7 थियो नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ भन्दाखेरि हामीले मुस्ताङ जिल्लालाई नेपालको मरुभूमि भनेर चिन्ने गर्छौँ है त। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 8 रहेको छ। नेपालको कुन ठाउँमा सोडा पाइएको छ? प्रश्न यसरी सुरु हुन्छ नेपालको कुन ठाउँमा सोडा पाइएको छ है त। 8 नम्बरको प्रश्न नेपालको कुन ठाउँमा सोडा पाइन्छ त? ल सोडा पाइने ठाउँ थाहा भएको साथीहरूले कमेन्ट गर्नुहोस् है त। नेपालको कुन ठाउँमा सोडा पाइएको छ? सही उत्तर थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है। प्रश्न नम्बर 8 रहेको छ नेपालको कुन ठाउँमा सोडा पाइएको छ? ल सोडा पाइने ठाउँ कमेन्ट गर्नुहोस् है त। ल हाम्रो महेन्द्र खड्काजीले सल्यान भन्नुभएको छ। हाम्रो चाहिँ यो प्रश्नमा नै उत्तर रहेको छ। यो हाम्रो प्रश्नमा नै उत्तर रहेको छ नेपालको कुन ठाउँमा सोडा पाइएको छ त भन्ने छ। हाम्रो विनिता मल्लले पनि सल्यान भन्नुभएको छ है। यसको चाहिँ प्रश्नमै उत्तर रहेको छ सल्यान र डोटीमा है। ल यसको प्रश्नमै उत्तर रहेको छ नेपालको कुन ठाउँमा सोडा पाइन्छ त भन्दाखेरि सल्यान र डोटीमा। सो भनेको सल्यान सम्झिने र डा भनेको डोटी है त। हामीले यसरी सम्झिन सक्छौँ सोडा भनेर सल्यान र डोटीमा पाइन्छ। त्यसै गरी प्रश्न नम्बर 9 रहेको छ। प्रश्न नम्बर 9 यसरी सुरु हुन्छ चमेरे गुफा कहाँ पर्दछ? प्रश्न नम्बर 9 रहेको छ आजको लागि चमेरे गुफा कहाँ पर्दछ? र चमेरे गुफा कहाँ पर्दछ भन्ने थाहा भएको साथीहरूले कमेन्ट गर्नुहोस् है त। चमेरे गुफा कहाँ पर्दछ? ल सबै साथीहरूले लाइक गर्नुहोस्, पेजलाई
फलो गरेर सहयोग गर्नुहोस् र सेयर पनि गर्नुहोस् है त। ल कमेन्ट गर्नुहोस् है साथीहरूले, कमेन्ट गर्नुहोस् सबैले। प्रश्न नम्बर 9 को उत्तर चौमेरे गुफा कहाँ पर्दछ? प्रश्न नम्बर 9 रहेको छ, चौमेरे गुफा कहाँ पर्दछ? हाम्रो साथीहरूले कमेन्ट गरिराख्नु भएको छ, चौमेरे गुफा कहाँ पर्दछ भन्ने प्रश्न रहेको छ। साथीहरूले पोखरा कास्की भन्नुभएको छ। पक्कै पनि चौमेरे गुफा कास्की जिल्लामा पर्दछ है त, कास्की जिल्लामा पर्दछ है त। चौमेरे गुफा कास्की जिल्लामा पर्दछ। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 10 रहेको छ, इलामको सिरिअन्तु डाँडालाई के भनी नामाकरण गरिएको छ? आजको लागि प्रश्न 10 रहेको छ। प्रश्न यसरी सुरु हुन्छ, इलामको सिरिअन्तु डाँडालाई के भनी नामाकरण गरिएको छ? ल सिरिअन्तु डाँडालाई चाहिँ के भनी नामाकरण गरिएको छ? साथीहरूले कमेन्ट गर्नुहोस् है त। हाम्रो सिरिअन्तु डाँडा चाहिँ इलाम जिल्लामा अवस्थित छ र त्यो सिरिअन्तु डाँडालाई चाहिँ के भनी नामाकरण गरिएको छ? थाहा भएको साथीहरूले कमेन्ट गर्नुहोस् है त। इलामको सिरिअन्तु डाँडालाई के भनी नामाकरण गरिएको छ? हाम्रो साथीहरूले कमेन्ट गरिराख्नु भएको छ। कान्छा कोलङले दिपेन्द्र शिखर भन्दै हुनुहुन्छ, इलाम जिल्लाको सिरिअन्तु डाँडालाई के भनी नामाकरण गरिएको छ? ल लक्ष्मी थापा धामीले पनि कमेन्ट गर्नुभएको छ दिपेन्द्र शिखर भनेर। ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, सिरिअन्तु डाँडालाई चाहिँ के भनेर नामाकरण गरिएको छ त? ल प्रीतम राणाले पनि दिपेन्द्र शिखर भन्नुभएको छ। पक्कै पनि इलाम जिल्लाको सिरिअन्तु डाँडालाई दिपेन्द्र शिखर भन्ने गरिन्छ, दिपेन्द्र शिखर भन्न गरिन्छ है त। इलाम जिल्लाको सिरिअन्तु डाँडाले चाहिँ दिपेन्द्र शिखर भन्ने गरिन्छ। आजको लागि प्रश्न नम्बर 11 यसरी सुरु हुन्छ, नेपाल पिक कुन जिल्लामा पर्दछ? ल है त, नेपाल पिक कुन जिल्लामा पर्दछ? प्रश्न नम्बर 11 रहेको छ, यसरी सुरु हुन्छ, नेपाल पिक कुन जिल्लामा पर्दछ? ल प्रश्न नम्बर 11 रहेको छ, नेपाल पिक कुन जिल्लामा पर्दछ है त? नेपाल पिक कुन जिल्लामा पर्दछ? साथीहरूले कमेन्ट गरिराख्नु भएको छ, नेपाल पिक कुन जिल्लामा पर्दछ? हाम्रो प्रश्न नम्बर 11 रहेको छ, नेपाल पिक कुन जिल्लामा पर्दछ? महेन्द्र खड्काले ताप्लेजुङ भन्नुभएको छ, कान्छा कोलङले ताप्लेजुङ भन्नुभएको छ, प्रीतम राणाले ताप्लेजुङ भन्नुभएको छ, लक्ष्मी थापा धामीले पनि ताप्लेजुङ भन्नुभएको छ। त्यसै गरी लक्ष्मण धामीले ताप्लेजुङ भन्नुभएको छ। पक्कै पनि यसको सही उत्तर हो ताप्लेजुङ है त। नेपाल पिक कुन जिल्लामा पर्दछ भन्दाखेरि ताप्लेजुङमा पर्ने गर्दछ है त।
त्यसै गरी आजको लागि प्रश्न नम्बर 12 रहेको छ, पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ। ल आजको लागि प्रश्न नम्बर 12 रहेको छ, पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ। हाम्रो काठमाडौँमा भएको पशुपति क्षेत्र छ, त्यो पशुपति क्षेत्रले चाहिँ कति क्षेत्रफल ओगटेको छ कमेन्ट गर्नुहोस् है त साथीहरूले। पशुपति क्षेत्रले कति क्षेत्रफल ओगटेको छ। ल पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ कमेन्ट गर्नुहोस् है। ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, पशुपति क्षेत्रले चाहिँ कति भूभाग ओगटेको छ थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है। साथीहरूले कमेन्ट गरिराख्नु भएको छ। सोनम बोहराले 264 हेक्टर भन्नुभएको छ। ल थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् है, पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ त। ल कमेन्ट गर्नुहोस् है, साथीहरूले कमेन्ट गरिराख्नु भएको छ। ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ त। कान्छा कोलङले पनि 264 हेक्टर भन्नुभएको छ। त्यसै गरी लक्ष्मण धामीले पनि 5 भन्नुभएको छ। लक्ष्मी थापाले 264 हेक्टर भन्नुभएको छ। आजको लागि प्रश्न नम्बर 12 थियो, पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ त। ल यसको सही उत्तर हो, साथीहरूले भनेको नै मिलेको छ 264 हेक्टर है त। 264 हेक्टर क्षेत्रफललाई चाहिँ पशुपति क्षेत्रले ओगटेको छ। ल आजको लागि प्रश्न नम्बर 13 रहेको छ। प्रश्न यसरी सुरु हुन्छ, छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ। प्रश्न नम्बर 13, छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ। ल छिन्नमस्ता भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ साथीहरूले कमेन्ट गर्नुहोस् है। छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ, ल कुन जिल्लामा पर्दछ जिल्ला कमेन्ट गर्नुहोस् है। छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ साथीहरूले कमेन्ट गर्नुहोस् है। सबै थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस् र लाइभलाई सेयर गर्नुहोस्, पेजलाई फलो गरेर सहयोग गर्नुहोस् है। छिन्नमस्ता भगवतीको मन्दिर कुन जिल्लामा अवस्थित छ त कमेन्ट गर्नुहोस्। छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ। साथीहरूले मुक्तिनाथ भन्दै हुनुहुन्छ, र कमेन्ट गर्नुहोस् है, छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ। हामीले चाहिँ लोकसेवाको तयारी गरिरहेका साथीहरूको लागि भनेर नेपालको भूगोल सम्बन्धी क्विज गराइरहेका छौँ फेसबुकमा। साथीहरूले सप्तरी भन्नुभएको छ। ल सबैले कमेन्ट गर्नुहोस् है। ल छिन्नमस्ता भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ। ल सागर तिमिल सिन्हाले सप्तरी भन्दै हुनुहुन्छ। छिन्नमस्ता भगवतीको मन्दिर कुन जिल्लामा अवस्थित छ त भन्दाखेरि पक्कै पनि साथीहरूले भनेको नै मिलेको छ। साथीहरू लक्ष्मण धामीले पनि ताप्लेजुङ भन्दै हुनुहुन्छ। हाम्रो चाहिँ छिन्नमस्ता भगवतीको मन्दिर चाहिँ सप्तरी जिल्लामा पर्दछ है त। सप्तरी जिल्लामा अवस्थित छ है। ल ल आजको लागि प्रश्न नम्बर 14 रहेको छ, अरुण उपत्यका कुन जिल्लामा पर्दछ। ल साथीहरूले कमेन्ट गर्नुहोस् है। आजको लागि प्रश्न नम्बर 14 रहेको छ, अरुण उपत्यका कुन जिल्लामा पर्दछ। ल विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका हो र अरुण उपत्यका कुन जिल्लामा पर्दछ है त। विश्वको सबैभन्दा गहिरो स्थानमा रहेको उपत्यका भनेर हामीले अरुण उपत्यकालाई भन्ने गर्दछौँ भने यो अरुण उपत्यका कुन जिल्लामा अवस्थित छ त, कुन जिल्लामा रहेको छ साथीहरूले कमेन्ट गर्नुहोस् है।
साथीहरूले कमेन्ट गर्नुहोस् है सबैले। अरुण उपत्यका कुन जिल्लामा पर्दछ त? साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। सङ्खुवा सभा भन्नुभएको छ हाम्रो सागर तेमिनेसनले। त्यसपछि कान्छा कोलुङले सङ्खुवा सभा भन्नुभएको छ। त्यसै गरी विजय कार्कीले सुनसरी भन्नुभएको छ। महेन्द्र खड्काले सङ्खुवा सभा भन्नुभएको छ। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। अरुण उपत्यका कुन जिल्लामा पर्दछ? अरुण उपत्यका विश्वको सबैभन्दा गहिरो उपत्यका पनि हो। परीक्षामा चाहिँ विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो भनेर पनि सोध्न सक्छ। अरुण उपत्यका हो र यो अरुण उपत्यका कुन जिल्लामा अवस्थित छ त? लक्ष्मीजीले पनि सङ्खुवा सभा भन्नुभएको छ। त्यसै विजय कार्कीले सुनसरी भन्दै हुनुहुन्छ। ल, अरुण उपत्यका चाहिँ हाम्रो सङ्खुवा सभा जिल्लामा पर्दछ है त। सङ्खुवा सभा जिल्लामा अवस्थित रहेको छ विश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यका सङ्खुवा सभा जिल्लामा अवस्थित रहेको छ। ल, आजको लागि प्रश्न नम्बर 15 रहेको छ। बुढा सुब्बा धार्मिक स्थल कहाँ पर्दछ? ल, बुढा सुब्बा धार्मिक स्थल कहाँ पर्दछ? ल, साथीहरूले कमेन्ट गर्नुहोस् है। बुढा सुब्बा धार्मिक स्थल कहाँ पर्दछ? ल, यो बुढा सुब्बा धार्मिक स्थलको बारेमा चाहिँ बुढा सुब्बाको धार्मिक स्थलमा बुढा सुब्बा मन्दिरमा चाहिँ के को बलि दिने गरिन्छ भन्छ। यो सुँगुरको बलि दिने ठाउँ पनि हो। परीक्षामा के को बलि दिइन्छ भनेर पनि सोध्न सक्छ। सुँगुरको बलि दिइन्छ बुढा सुब्बा मन्दिरमा चाहिँ। र यो बुढा सुब्बा धार्मिक स्थल कुन ठाउँमा रहेको छ त? ल, साथीहरूले कमेन्ट गर्नुहोस् है। यसको सही उत्तर थाहा हुने साथीहरू कमेन्ट गर्दै हुनुहुन्छ। हाम्रो विजय कार्कीले सुनसरी भन्नुभएको छ। ल, कमेन्ट गर्नुहोस् है। ल, प्रश्न नम्बर 15 रहेको छ। बुढा सुब्बा धार्मिक स्थल कहाँ रहेको छ? ल, हाम्रो लक्ष्मण धामीले सङ्खुवा सभा भन्नुभएको छ। त्यसै विजय कार्कीले धरान भन्नुभएको छ। लक्ष्मण धामीले धरान भन्नुभएको छ। ल, आजको लागि प्रश्न नम्बर 15 रहेको छ। बुढा सुब्बा धार्मिक स्थल कहाँ रहेको छ त? ल, कमेन्ट गर्नुहोस् है। महेन्द्र खड्काजीले पनि सुनसरी भन्नुभएको छ। कान्छा कोलुङले पनि सुनसरी भन्नुभएको छ। महेन्द्र खड्काले पनि धरान भन्नुभएको छ। ल, कुन जिल्लामा पर्दछ अथवा कुन ठाउँमा रहेको छ त है त? बुढा सुब्बा धार्मिक स्थल कहाँ पर्दछ भन्दाखेरि धरानमा पर्छ है त। हाम्रो धरान भनेको सुनसरी जिल्लामा पर्दछ है। हाम्रो धरान भनेको सुनसरीमा पर्दछ है त। ल, त्यसै गरी आजको लागि प्रश्न नम्बर 16 रहेको छ। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो? ल, आजको लागि प्रश्न नम्बर 16 यसरी सुरु हुन्छ। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो? ल, कमेन्ट गर्नुहोस् है साथीहरूले कमेन्ट गर्नुहोस्। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो? ल, कमेन्ट गर्नुहोस् है साथीहरूले। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह चाहिँ कुन हो त? ल, सबैजनाले कमेन्ट गर्नुहोस्। सबैले लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है। पेजलाई फलो गरेर सहयोग गर्नुहोस् र सही उत्तर थाहा हुने साथीहरूले कमेन्ट गर्नुहोस्। नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कुन हो? साथीहरूले कलकत्ता भन्नुभएको छ, मुम्बई भन्नुभएको छ, बङ्गालको खाडी भन्नुभएको छ। ल, बन्दरगाह कुन हो कमेन्ट गर्नुहोस् है साथीहरू। ल, कोलकाता भन्नुभएको छ साथीले। लक्ष्मीजीले कोलकाता भन्नुभएको छ। सागरले बङ्गालको खाडी भन्दै हुनुहुन्छ। महेन्द्र खड्काले मुम्बई भन्दै हुनुहुन्छ। लक्ष्मीजीले कोलकाता भन्नुभएको छ। ल, नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह कोलकाता बन्दरगाह है त। ल, नेपालबाट सबैभन्दा नजिकको बन्दरगाह चाहिँ हाम्रो कोलकाता बन्दरगाह हो।
ल आजको लागि प्रश्न नम्बर 17 यसरी सुरु हुन्छ। नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? प्रश्न नम्बर 17 फेरि एकपटक, नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? ल साथीहरूले कमेन्ट गरिसक्नुभयो। 32 प्रकारका भन्दै हुनुहुन्छ हाम्रो सनम बोहराजीले। ल नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? लक्ष्मण धामीले पनि 32 भन्नुभएको छ। सागर तिमिलसँगले 32 भन्नुभएको छ। नेपालमा कति प्रकारका लालीगुराँसहरू पाइन्छन् त? ल लक्ष्मी धामीले भन्नुहुन्छ 1772 भन्नुभएको छ। ल नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्? महेन्द्र खड्काले पनि 32 भन्नुभएको छ। लक्ष्मीले पनि 32 भन्नुभएको छ। नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन् त भन्दाखेरि 32 प्रकारका है त साथीहरू। नेपालमा चाहिँ 32 प्रकारका लालीगुराँस पाइन्छन्। ल आजको लागि प्रश्न नम्बर 18 रहेको छ। प्रश्न यसरी सुरु हुन्छ। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल प्रश्न नम्बर 18 एकपटक पुनः, कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? कमेन्ट गर्नुहोस् है, सबैले कमेन्ट गर्नुहोस्। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा अवस्थित रहेको छ त? कुन जिल्लामा पर्दछ? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। सागर तिमिलसँगले मकवानपुर भन्दै हुनुहुन्छ। लक्ष्मीजीले मकवानपुर भन्दै हुनुहुन्छ। सुमन बोहराले सङ्खुवासभा भन्दै हुनुहुन्छ। ल सही उत्तर थाहा भएका साथीहरूले कमेन्ट गर्नुहोस् है। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? हामीले लोकसेवा तयारी गर्ने साथीहरूको लागि भनेर नेपालको भूगोल सम्बन्धी क्विज गराइराखेका छौँ। ल त्यसै गरी लक्ष्मी हामीले मकवानपुर भन्नुभएको छ। विजय कार्कीले मकवानपुर भन्नुभएको छ। आजको लागि प्रश्न नम्बर 18 रहेको थियो। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ भन्दाखेरि यसको सही उत्तर हो मकवानपुर है त। ल प्रश्न नम्बर 18 रहेको थियो। कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ भन्दाखेरि यसको सही उत्तर हो मकवानपुर जिल्लामा है त। मकवानपुर जिल्लामा चाहिँ कुलेखानी जलविद्युत आयोजना रहेको छ है। ल आजको लागि प्रश्न नम्बर 19 रहेको छ। सत्यवती ताल कुन जिल्लामा पर्दछ? ल सत्यवती ताल कुन जिल्लामा पर्दछ? सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। आजको लागि प्रश्न नम्बर 19 रहेको छ। सत्यवती ताल कुन जिल्लामा पर्दछ? ल सत्यवती ताल थाहा भएको साथीहरूले कमेन्ट गर्नुहोस् है। सत्यवती ताल कुन जिल्लामा पर्दछ त? प्रश्न नम्बर 19 रहेको छ। सत्यवती ताल कुन जिल्लामा पर्दछ? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। हाम्रो सागर तिमिनी सेनाले पाल्पा भन्दै हुनुहुन्छ। ऋषिराम खरेलले पाल्पा भन्दै हुनुहुन्छ। लक्ष्मीजीले पाल्पा भन्दै हुनुहुन्छ। त्यसै गरी सनम बोहराले कपिलवस्तु भन्दै हुनुहुन्छ। प्रश्न नम्बर 19 रहेको छ। सत्यवती ताल कुन जिल्लामा पर्दछ भन्दाखेरि साथीहरूले धेरैले भनेको मिलेको छ। सत्यवती ताल चाहिँ पाल्पा जिल्लामा पर्दछ है त साथीहरू। सत्यवती ताल चाहिँ पाल्पा जिल्लामा पर्दछ। ल
त्यसै गरी आजको लागि प्रश्न नम्बर 20 रहेको छ, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? आजको लागि प्रश्न नम्बर 20 रहेको छ, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? साथीहरूले कमेन्ट गर्नुहोस् है, सबैले माछाको लागि प्रसिद्ध ठाउँ कुन हो त भनेर। अब धेरै साथीहरूले थाहा भएको प्रश्न हो यो, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? साथीहरूले कमेन्ट गर्नुहोस् है, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? ल सबैले कमेन्ट गर्नुहोस् है, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? सागर तिमिल सानाले नौबिसे भन्नुभएको छ, ऋषिराम खरेलले धादिङ भन्नुभएको छ, त्यसै गरी लक्ष्मी थापा धामीले धनुषाको 12 भन्नुभएको छ। माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? त्यसै गरी लक्ष्मण धामीले 12 भन्नुभएको छ, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? ल आजको लागि प्रश्न नम्बर 20 थियो, माछाको लागि प्रसिद्ध ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ 12 विषय। ल माछाको लागि प्रसिद्ध ठाउँ 12 विषय है त। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 20 रहेको छ, नेपालको नयाँ मुलुक भनेर कुन कुन जिल्लालाई चिनिन्छ त? ल आजको लागि प्रश्न नम्बर 20 रहेको छ, प्रश्न यसरी सुरु हुन्छ, नेपालको नयाँ मुलुक भनेर कुन कुन जिल्लालाई चिनिन्छ? ल नेपालको नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन कुन हुन् त? ल कमेन्ट गर्नुहोस् है साथीहरूले, नेपालको नयाँ मुलुक भनेर कुन कुन जिल्लालाई चिनिन्छ? ल कमेन्ट गर्नुहोस् है सबै साथीहरूले, थाहा भएको साथीहरूले। प्रश्न नम्बर 21 रहेको छ, नेपालको नयाँ मुलुक भनेर कुन कुन जिल्लालाई चिन्ने गरिन्छ त? नेपालको नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन कुन हुन्? हाम्रो साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। सागर तिमिल सेनाले बाँके बर्दिया कैलाली कञ्चनपुर भन्नुभएको छ, त्यसै गरी ऋषिराम खरेलले बाँके बर्दिया कैलाली र कञ्चनपुर भन्दै हुनुहुन्छ। साथीहरूले कमेन्ट गर्नुहोस् है। त्यसै गरी महेन्द्र खड्काले बाँके बर्दिया कैलाली भन्नुभएको छ। नेपालको नयाँ मुलुक भनेर चिनिने जिल्ला 4वटा छन् साथीहरू, कमेन्ट गर्नुहोस् है, ती 4वटा जिल्ला कुन कुन हुन् त? त्यसै गरी सोनम बोहराले पनि कैलाली कञ्चनपुर बाँके बर्दिया भन्नुभएको छ। त्यसै गरी विभा यादवले पनि बाँके बर्दिया कैलाली र कञ्चनपुर भन्नुभएको छ। लक्ष्मी थापा धामीजीले बाँके बर्दिया कैलाली कञ्चनपुर भन्नुभएको छ। ल कमेन्ट गर्नुहोस् है, नेपालको नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन कुन हुन्? यसको सही उत्तर थियो बाँके बर्दिया कैलाली र कञ्चनपुर है त साथीहरू। ल आजको लागि प्रश्न नम्बर 20 थियो, 21 थियो, नेपालको नयाँ मुलुक भनेर चिनिने जिल्ला कुन कुन हुन्? यसको सही उत्तर रहेको छ बाँके बर्दिया कैलाली र कञ्चनपुर। ल सबै मिलाउने साथीहरूलाई एकदमै बधाई छ, बाँके बर्दिया कैलाली कञ्चनपुर। त्यसै गरी आजको लागि प्रश्न नम्बर 22 रहेको छ, कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? ल प्रश्न नम्बर 22 यसरी सुरु हुन्छ, कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? ल कमेन्ट गर्नुहोस् है सबै साथीहरूले, कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है।
कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो त? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। लक्ष्मणजीले गुल्मी भन्नुभएको छ, त्यसै गरी ऋषिराम खरेलले गुल्मी भन्नुभएको छ, विवाह यादवले गुल्मी भन्नुभएको छ, सागर तिमिल सिन्हाले गुल्मी भन्नुभएको छ। आजको लागि प्रश्न नम्बर 22 रहेको छ, कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? त्यसै गरी सनम बोहराले पनि गुल्मी भन्नुभएको छ, सागर तिमिल सिन्हाले गुल्मी, लक्ष्मी थापाले गुल्मी, जनु विष्टले गुल्मी, सन्जु निरौलाले गुल्मी भन्नुभएको छ। पक्कै पनि आजको लागि प्रश्न नम्बर 22 को उत्तर गुल्मी जिल्ला रहेको छ है त। प्रसिद्ध जिल्ला गुल्मी रहेको छ। कफी खेतीका लागि प्रसिद्ध जिल्ला गुल्मी रहेको छ र मिलाउने सबै साथीहरूलाई एकदमै धेरै धेरै बधाई छ है त। ल सबै साथीहरूले मिलाउनु भएको छ। धेरै सजिलो क्वेसन पनि हो। कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? ल आजको लागि प्रश्न नम्बर 23 रहेको छ। प्रश्न यसरी सुरु हुन्छ, हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? प्रश्न फेरि एकपटक, हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? ल एकदमै सजिलो प्रश्न रहेको छ। आजको लागि प्रश्न नम्बर 23, हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? ल थाहा भएको सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिन्छौँ त? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? सागर तिमिल सिन्हाले मनाङ मुस्ताङ भन्नुभएको छ, लक्ष्मण धामीले मनाङ मुस्ताङ, मुना बस्नेतले मनाङ मुस्ताङ, विवाह यादवले मनाङ मुस्ताङ, सविता भण्डारीले मनाङ मुस्ताङ, ऋषिराम खरेलले मनाङ मुस्ताङ। धेरै साथीहरूले कमेन्ट गरिराख्नु भएको छ। ल हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ त? ल जानु विष्टले पनि मनाङ मुस्ताङ भन्दै हुनुहुन्छ, करुणा नेपालले पनि मनाङ र मुस्ताङ भन्नुभएको छ। ल पक्का पनि सबै साथीहरूले भनेको मिलेको छ। यसको सही उत्तर हो मनाङ मुस्ताङ। ल आजको लागि प्रश्न नम्बर 23 रहेको थियो, हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ त भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर रहेको छ मनाङ मुस्ताङ। ल सबै साथीहरूलाई एकमुष्टमा बधाई छ। सबै साथीहरूले मिलाउनु भएको छ है त। हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 24 रहेको छ, विश्वकै गहिरो गल्छी कुन हो? ल विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो? ल प्रश्न नम्बर 24 यसरी सुरु हुन्छ, विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो? विश्वकै गहिरो गल्छी कुन हो? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। सबै साथीहरूले कमेन्ट गर्नुहोस्, विश्वकै गहिरो गल्छी कुन हो त? ल सबैले कमेन्ट गर्नुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है, पेजलाई फलो गरेर साथ दिनुहोस्। ल विश्वकै गहिरो गल्छी कुन हो? प्रश्न नम्बर 24, विश्वकै गहिरो गल्छी कुन हो? ल नाम कमेन्ट गर्नुहोस् है। विश्वकै गहिरो गल्छी नेपालमै पर्दछ है, नेपालमै पर्दछ र कुन हो त? ल कमेन्ट गर्नुहोस् है। साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। अन्ध गल्छी भन्नुभएको छ, दाना भन्नुभएको छ, दाङ भन्नुभएको छ, अन्ध गल्छी भन्नुभएको छ, दाना भन्नुभएको छ। ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। ल कमेन्ट गर्नुहोस् है, विश्वकै गहिरो गल्छीको नाम के हो त? नेपालमै छ है, विश्वकै गहिरो गल्छी नेपालमै छ। ल कमेन्ट गर्नुहोस् है सबैले। ल कमेन्ट गर्नुहोस् है सबैले। ल सबैले कमेन्ट गर्नुहोस् है, विश्वकै गहिरो गल्छी कुन हो त?
ल सबैले कमेन्ट गर्नुहोस् है। ल सबैले कमेन्ट गर्नुहोस्। विश्वकै गहिरो गल्छी कुन हो त? साथीहरू धेरैले भनेको मिलेको छ। ल विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो त? म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा रहेको अन्ध गल्छी है त। आजको लागि प्रश्न नम्बर 24 रहेको थियो म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा रहेको अन्ध गल्छी है त। ल आजको लागि प्रश्न नम्बर 24 अन्ध गल्छी रहेको छ। विश्वकै गहिरो गल्छी कुन हो त भन्दाखेरि अन्ध गल्छी। आजको लागि प्रश्न नम्बर 25 रहेको छ तुमलिङ टायर विमानस्थल कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। तुमलिङ टायर विमानस्थल कुन जिल्लामा अवस्थित रहेको छ त कमेन्ट गर्नुहोस् है साथीहरूले सबैले। ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। तुमलिङ टायर विमानस्थल कुन जिल्लामा पर्दछ? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। सङ्खुवासभा भन्नुभएको छ सागर तिमिल सिन्हाले, सङ्खुवासभा भन्नुभएको छ ऋषिराम खरेलले, सङ्खुवासभा भन्नुभएको छ सागर तिमिल सिन्हाले फेरि कमेन्ट गर्नुभएको छ सङ्खुवासभा भन्दै हुनुहुन्छ। र सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। तुमलिङ टायर विमानस्थल कुन जिल्लामा अवस्थित छ त? कुन जिल्लामा पर्दछ? ल तुमलिङ टायर विमानस्थल कुन जिल्लामा पर्दछ? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। लक्ष्मण धामीले सङ्खुवासभा भन्नुभएको छ, लक्ष्मी थापाले सङ्खुवासभा, जान्नु विष्टले सङ्खुवासभा, त्यसै गरी विभा यादवले सङ्खुवासभा भन्नुभएको छ। तुमलिङ टायर विमानस्थल कुन जिल्लामा पर्दछ त? ल यसको सही उत्तर रहेको छ सङ्खुवासभा। ल आजको लागि प्रश्न नम्बर 25 रहेको थियो तुमलिङ टायर विमानस्थल कुन जिल्लामा पर्दछ? सबै साथीहरूले मिलाउनु भएको छ सङ्खुवासभा जिल्लामा भन्नुभएको छ। ल सबै सङ्खुवासभा भनेर मिलाउने साथीहरूलाई एकमुष्टमा हार्दिक बधाई छ। आजको लागि प्रश्न नम्बर 25 को उत्तर रहेको छ सङ्खुवासभा। आजको लागि प्रश्न नम्बर 26 रहेको छ झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल आजको लागि प्रश्न नम्बर 26 रहेको छ झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? सबै साथीहरूले कमेन्ट गर्नुहोस्। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा अवस्थित रहेको छ त? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? साथीहरूले कमेन्ट गर्नुभएको छ ऋषिराम खरेलले प्युठान भन्दै हुनुहुन्छ, मुना बस्नेतले प्युठान भन्दै हुनुहुन्छ, विभा यादवले प्युठान भन्दै हुनुहुन्छ, ल लक्ष्मी थापा धामीले पनि प्युठान भन्दै हुनुहुन्छ। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल कमेन्ट गर्नुहोस् है सबैले। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ त? सन्चु निरौलाले पनि प्युठान भन्नुभएको छ। ल कमेन्ट गर्नुहोस् है। झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ल आजको लागि प्रश्न नम्बर 26 रहेको छ झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? साथीहरू धेरैले प्युठान भन्नुभएको छ। ल सबैले प्युठान भन्दै हुनुहुन्छ। आजको लागि प्रश्न नम्बर 26 थियो झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ भन्दाखेरि यो चाहिँ प्युठान जिल्लामा पर्दछ है त साथीहरू। ल आजको लागि प्रश्न नम्बर 26 को उत्तर रहेको छ झिमरुक जलविद्युत
आयोजना कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो प्युठान जिल्लामा है त। ल आजको लागि प्रश्न नम्बर 27 रहेको छ। नेपालमा कति प्रजातिका सुगा पाइन्छन् त? ल साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपालमा कति प्रजातिको सुगा पाइन्छन्? ल नेपालमा कति प्रजातिको सुगाहरू पाइन्छन् त है? ल कमेन्ट गर्नुहोस्। नेपालमा कति प्रजातिका सुगा पाइन्छन् है त? साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपालमा कति प्रजातिका सुगा पाइन्छन् त? आजको लागि प्रश्न नम्बर 27 रहेको छ। नेपालमा कति प्रजातिका सुगा पाइन्छन्? कमेन्ट गर्नुहोस् है साथीहरू, सबैले कमेन्ट गर्नुहोस्। साथीहरूले 3 भन्दै हुनुहुन्छ। कति प्रजातिको सुगा पाइन्छन् कमेन्ट गर्नुहोस् है। सबैले कमेन्ट गर्नुहोस् है। नेपालमा कति प्रजातिका सुगा पाइन्छन् त? मुना बस्नेतले 3 भन्दै हुनुहुन्छ। लक्ष्मी थापाले 3 भन्दै हुनुहुन्छ। ऋषिराम खरेलले 3 भन्दै हुनुहुन्छ। नेपालमा लक्ष्मण धामीले पनि 3 भन्नुभएको छ। नेपालमा चाहिँ कति प्रजातिका सुगा पाइन्छन् है त? ल जानु विस्तारले पनि 3 भन्नुभएको छ। नेपालमा चाहिँ 7 प्रजातिका सुगा पाइन्छन् है त। नेपालमा चाहिँ 7 प्रजातिका सुगा पाइन्छन् है त। नेपालमा चाहिँ 7 प्रजातिका सुगा पाइन्छन्। आजको लागि प्रश्न नम्बर 28 यसरी सुरु हुन्छ। सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? ल प्रश्न नम्बर 28 पुनः एकपटक। सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? ल कमेन्ट गर्नुहोस् है साथीहरूले। सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? ल साथीहरूले कमेन्ट गर्नुहोस् है। सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। जानु विष्टले कालीगण्डकी भन्नुभएको छ। सागर तिमिल सेनाले कालीगण्डकी भन्दै हुनुहुन्छ। ल सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? ल लक्ष्मण धामीले पनि कालीगण्डकी भन्नुभएको छ। विवाह यादवले कालीगण्डकी, लक्ष्मी थापाले कालीगण्डकी। ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। ल सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? सन्जु निरौलाले पनि कालीगण्डकी भन्नुभएको छ। आजको लागि प्रश्न नम्बर 28 कालीगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो त? ल सबै साथीहरूले मिलाउनु भएको छ पक्कै पनि। आजको लागि प्रश्न नम्बर 28 को प्रश्नको सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो भन्दाखेरि कालीगण्डकी है त। आजको लागि प्रश्न नम्बर 28 थियो। सप्तगण्डकीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? यसको सही उत्तर रहेको छ कालीगण्डकी नदी है त। प्रश्न नम्बर 29 यसरी सुरु हुन्छ। नेपालमा सर्वप्रथम पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो? प्रश्न नम्बर 29 पुनः एकपटक। पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो? सर्वप्रथम पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो?
ल साथीहरूले कमेन्ट गर्नुहोस् है। पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो? ल यहाँ चाहिँ मिस्टेक भएछ टाइप गर्दा। सर्वप्रथम पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो कमेन्ट गर्नुहोस् है। साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ एकदमै। सागर तिमिन सेनाले अन्नपूर्ण भन्नुभएको छ, जन विष्टले अन्नपूर्ण, लक्ष्मी थापा धामीले अन्नपूर्ण, लक्ष्मण धामीले अन्नपूर्ण, विभा यादवले अन्नपूर्ण भन्दै हुनुहुन्छ, विजय कार्कीले अन्नपूर्ण भन्नुभएको छ, त्यसै गरी सञ्जय निरौलाले अन्नपूर्ण भन्नुभएको छ। ल साथीहरूले कमेन्ट गर्नुहोस् है। सर्वप्रथम पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो? ल मुना बस्नेतले पनि अन्नपूर्ण हिमाल भन्दै हुनुहुन्छ। पक्कै पनि साथीहरूले भनेको उत्तर मिलेको छ, अन्नपूर्ण हिमाल है त। ल आजको लागि प्रश्न नम्बर 29 थियो। सर्वप्रथम पर्वतारोहणको लागि खुल्ला भएको हिमाल कुन हो? यसको सही उत्तर हो अन्नपूर्ण हिमाल है त। आजको लागि प्रश्न नम्बर 29 को उत्तर सर्वप्रथम पर्वतारोहणको लागि खुल्ला भएको हिमालको सही उत्तर हो अन्नपूर्ण हिमाल है। त्यसै गरी आजको लागि प्रश्न नम्बर 30 रहेको छ। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? ल कमेन्ट गर्नुहोस् है साथीहरूले। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? ल कमेन्ट गर्नुहोस् है। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? ल साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। सागरजीले 27 किलोमिटर भन्नुभएको छ। ल नजिक हुनुहुन्छ सागरजी। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ कमेन्ट गर्नुहोस् है सबै साथीहरूले। मुना बस्नेले पनि 27 भन्नुभएको छ, जानु विष्टले पनि 27 भन्नुभएको छ। एकदमै नजिक हुनुहुन्छ। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ त कमेन्ट गर्नुहोस् है। ल सुनिल कुमार यादवले पनि 27 किलोमिटर भन्नुभएको छ। लक्ष्मण धामीले पनि 27 भन्नुभएको छ। सञ्जय निरौलाले पनि 27 भन्नुभएको छ। विभा यादवले पनि 27 भन्नुभएको छ। नवीन सिलवालले पनि 27 भन्नुभएको छ र कमेन्ट गर्नुहोस् है। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ त? ल काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? ल सागर तिमिन सिन्हाले 27.2 भन्नुभएको छ। बिमु विष्टले 29 भन्दै हुनुहुन्छ। ल त्यसै गरी लक्ष्मी थापा धामीले 27.2 किलोमिटर भन्दै हुनुहुन्छ। आजको लागि प्रश्न नम्बर 30 रहेको छ। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? यसको सही उत्तर रहेको छ 27.2 किलोमिटर है त साथीहरू। ल आजको लागि प्रश्न नम्बर 30 थियो। काठमाडौँ चक्रपथको लम्बाइ कति रहेको छ? यसको सही उत्तर रहेको छ 27.2 किलोमिटर। त्यसै गरी आजको लागि प्रश्न नम्बर 31 रहेको छ। सबैभन्दा लामो स्तम्भ कुन हो? सबैभन्दा लामो स्तम्भ कुन हो? ल सबैले कमेन्ट गर्नुहोस् है। सबैभन्दा लामो स्तम्भ कुन हो? ल सबैले कमेन्ट गर्नुहोस् है। आजको लागि प्रश्न नम्बर 31 रहेको छ तपाईँहरूको लागि। सबैभन्दा लामो स्तम्भ कुन हो त? ल सबैले कमेन्ट गर्नुहोस् है। सबैभन्दा लामो स्तम्भ कुन हो? साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। नवीन सिलवालले अशोक स्तम्भ भन्दै हुनुहुन्छ।
सागर तिमिल शिलाले अशोक स्तम्भ भन्दै हुनुहुन्छ। सबैले कमेन्ट गर्नुहोस् है। सबैभन्दा लामो स्तम्भ कुन हो तल साथीहरूले कमेन्ट गर्नुहोस् है। सन्जु निरौलाले अशोक भन्दै हुनुहुन्छ। जानु विष्टले अशोक स्तम्भ भन्दै हुनुहुन्छ। मुना बस्नेतले अशोक स्तम्भ भन्नुभएको छ। लक्ष्मी थापा धामीले अशोक स्तम्भ भन्नुभएको छ। विवाह यादवले अशोक स्तम्भ भन्नुभएको छ। लक्ष्मण धामीले अशोक स्तम्भ भन्नुभएको छ। पक्कै पनि सबै साथीहरूले भनेको मिलेको छ। आजको लागि प्रश्न नम्बर 28 के अरे 32 31 थियो। सबैभन्दा लामो स्तम्भ कुन हो? यसको सही उत्तर रहेको छ अशोक स्तम्भ है त। आजको लागि प्रश्न नम्बर 31 सबैभन्दा लामो स्तम्भ कुन हो? यसको सही उत्तर रहेको छ अशोक स्तम्भ। सबै साथीहरूलाई मिलाउने साथीहरूले एकमुष्टमा बधाई छ है त। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 32 रहेको छ। निजी क्षेत्रबाट निर्माण भएको पहिलो जलविद्युत आयोजना कुन हो? प्रश्न पुनः एकपटक, निजी क्षेत्रबाट निर्माण भएको पहिलो जलविद्युत आयोजना कुन हो? सबैले कमेन्ट गर्नुहोस् है। साथी नवीन सिलवालले भन्नुभएको छ सर सधैँ लाइभ हुन्छ भन्नुभएको छ। सधैँ हुन्छ। सबैले साथ दिनुभयो, सबैले फलो गर्नुभयो, सबैले सहयोग गर्नुभयो भने सधैँ हुन्छ है त। लगभग मैले सधैँ गर्ने भनिरहेको छु। लाइभ सधैँ हुन्छ। निजी क्षेत्रबाट निर्माण भएको पहिलो जलविद्युत आयोजना कुन हो? कमेन्ट गर्नुहोस् है। साथीहरूले कमेन्ट गरिराख्नु भएको छ। सागर तिमिल सिन्हाले भन्नुभएको छ खिम्ती जलविद्युत आयोजना। नवीन सिलवालले खिम्ती जलविद्युत आयोजना भन्नुभएको छ। लक्ष्मण धामीले खिम्ती, लक्ष्मी थापा धामीले खिम्ती भन्नुभएको छ। जानु विष्टले फर्पिङ जलविद्युत आयोजना भन्नुभएको छ। विवाह यादवले खिम्ती जलविद्युत भन्नुभएको छ। सन्जु निरौलाले खिम्ती भन्नुभएको छ। फर्पिङ चाहिँ नेपालको सबैभन्दा पहिलो जलविद्युत आयोजना हो। तर क्वेसन रहेको छ निजी क्षेत्रबाट निर्माण भएको पहिलो जलविद्युत आयोजना कुन हो भन्ने रहेको छ। पक्कै पनि सबै साथीहरूले भनेको मिलेको छ। यसको सही उत्तर हो खिम्ती जलविद्युत आयोजना है त। आजको लागि प्रश्न नम्बर 32 थियो। निजी क्षेत्रबाट निर्माण भएको पहिलो जलविद्युत आयोजना कुन हो? यसको सही उत्तर रहेको छ खिम्ती जलविद्युत आयोजना। ल आजको लागि प्रश्न नम्बर 32 को सही उत्तर मिलाउने सबै साथीहरूलाई एकदमै बधाई छ। लाइभ सधैँ हुन्छ, साथ दिनु होला, फलो गरेर साथ दिनु होला है त। हरेक दिन साँझ 8:15 देखि सुरु हुन्छ। सबैले हेरिदिनु होला है त। त्यसै गरी आजको लागि प्रश्न नम्बर 33 रहेको छ। पाँचपोखरी झरना कुन जिल्लामा पर्दछ? आजको लागि प्रश्न नम्बर 33 पुनः एकपटक, पाँचपोखरी झरना कुन जिल्लामा पर्दछ? त ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। पाँचपोखरी झरना कुन जिल्लामा अवस्थित रहेको छ त? ल कमेन्ट गर्नुहोस् है। पाँचपोखरी झरना कुन जिल्लामा अवस्थित रहेको छ? र सबै साथीहरूले पेजलाई फलो गरिदिनुहोस् अनि लाइभलाई सेयर गर्नुहोस् है। कमेन्ट गर्नुहोस् सही उत्तर। प्रश्न नम्बर 33 पाँचपोखरी झरना कुन जिल्लामा पर्दछ त? सबैले कमेन्ट गर्नुहोस् है। साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। नवीन सिलवालले सिन्धुपाल्चोक भन्दै हुनुहुन्छ। कमेन्ट गर्नुहोस् है। पाँचपोखरी झरना कुन जिल्लामा पर्दछ? फेरि नवीनजीले माइपोखरी जिल्लामा पर्दछ भन्नुभएको छ। लक्ष्मीजीले सिन्धुपाल्चोक भन्नुभएको छ। जानु विष्टले सिन्धुपाल्चोक भन्नुभएको छ। सागर तिमिल सिन्हाले पास भन्नुभएको छ। पाँचपोखरी कुन जिल्लामा पर्दछ त? तारा खसेको सिन्धुपाल्चोक भन्नुभएको छ। ल पाँचपोखरी कुन जिल्लामा पर्दछ? ल
ल आजको लागि प्रश्न नम्बर 33 रहेको छ, 5 पोखरी कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो रामेछाप है त। आजको लागि प्रश्न नम्बर 33 रहेको थियो, 5 पोखरी झरना कुन जिल्लामा पर्दछ भन्दाखेरि रामेछाप जिल्लामा पर्दछ। आजको लागि प्रश्न नम्बर 34 रहेको छ, सुरमा सरोवर कुन जिल्लामा पर्दछ? प्रश्न पुनः एकपटक, सुरमा सरोवर कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, सुरमा सरोवर कुन जिल्लामा पर्दछ त है त। सुरमा सरोवर कुन जिल्लामा पर्दछ सबैले कमेन्ट गर्नुहोस् है। सबैले कमेन्ट गर्नुहोस् है, सुरमा सरोवर कुन जिल्लामा पर्दछ? ल सुरमा सरोवर कुन जिल्लामा पर्दछ सबैले कमेन्ट गर्नुहोस् है, सुरमा सरोवर कुन जिल्लामा पर्दछ त। ल साथीहरूले बझाङ भन्दै हुनुहुन्छ, सन्जु निरौलाले सिन्धुपाल्चोक भन्नुभएको छ, जानु विष्टले बझाङ, नवीना शिवले बझाङ, सागर तिमिसिनाले बझाङ, नवीनाले बझाङ, लक्ष्मीजीले बझाङ, विवाह यादवले बझाङ, विमु कठायत विष्टले बझाङ भन्नुभएको छ, लक्ष्मण धामीले बाजुरा भन्नुभएको छ। ल सुरमा सरोवर कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले लगभग सबैले भनेको मिलेको छ, यसको सही उत्तर हो बझाङ है त। ल सुरमा सरोवर कुन जिल्लामा पर्दछ भन्दाखेरि बझाङमा पर्दछ। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 35 रहेको छ, नेपालमा मात्र पाइने च्याउ कुन हो? प्रश्न नम्बर 35, नेपालमा मात्र पाइने च्याउ कुन हो? ल नेपालमा मात्र पाइने च्याउ कुन हो साथीहरूले कमेन्ट गर्नुहोस् है। ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है, नेपालमा मात्र पाइने च्याउ कुन हो? ल कतिवटा प्रश्न भन्दै हुनुहुन्छ? 50वटा प्रश्न हुन्छ है साथीहरू, आजको लागि 50वटा प्रश्न हुन्छ। साथीहरूले कमेन्ट गर्दै हुन्छ, ट्रेपिना नेपाली सिन्स भन्नुभएको छ सागर तिमिनी सिन्हाले, लक्ष्मण धामीले यार्सा गुम्बा भन्दै हुनुहुन्छ, यार्सा गुम्बा चाहिँ होइन है साथीहरू। ल कमेन्ट गर्नुहोस् है, नेपालमा मात्र पाइने च्याउ कुन हो? ट्रेपिना नेपाली सिन्स है त यसको उत्तर रहेको छ, ट्रेपिना नेपाली सिन्स। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 36 रहेको छ, हिमालकी रानी भनेर कसलाई चिनिन्छ? प्रश्न नम्बर 36 पुनः एकपटक, हिमालकी रानी भनेर कसलाई चिनिन्छ? ल सबैले कमेन्ट गर्नुहोस् है साथीहरूले। सबैले कमेन्ट गर्नुहोस् है, हिमालकी रानी भनेर कसलाई चिनिन्छ? ल सबैले कमेन्ट गर्नुहोस् है। प्रश्न नम्बर 36, हिमालकी रानी भनेर कसलाई चिनिन्छ त सबैले कमेन्ट गर्नुहोस् है, हिमालकी रानी भनेर कसलाई चिनिन्छ? ल सबैले कमेन्ट गर्नुहोस्। लगभग 46 जनाले हेर्दै हुनुहुन्छ यतिखेर, सबैले फलो गरिदिनु होला पेजमा फलो गरेर साथ दिनु होला है सबैले, अनि लाइभलाई सेयर गरिदिनु होला। हिमालकी रानी भनेर कसलाई चिनिन्छ ल है त कमेन्ट गर्नुहोस् है, हिमालकी रानी भनेर कसलाई चिनिन्छ?
सबैले कमेन्ट गर्नुहोस् है। हिमालकी रानी भनेर कसलाई चिनिन्छ त साथीहरू कमेन्ट गर्नुहोस् है। हिमालकी रानी भनेर कसलाई चिनिन्छ साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ। सागर तिमित सिन्हाले पासाङ लामु भन्नुभएको छ। रमेश खड्काले पासाङ लामु शेर्पा भन्नुभएको छ। ल सबैले कमेन्ट गर्नुहोस् है। हिमालकी रानी भनेर कसलाई चिन्छौँ त हामीले? पासाङ लामु शेर्पा। ल यसको सही उत्तर हो पासाङ लामु शेर्पा है त साथीहरू। नेपालबाट सबभन्दा पहिलो सगरमाथा चढ्ने नेपाली महिला चाहिँ पासाङ लामो शेर्पा हुनुहुन्छ। उहाँलाई चाहिँ हामीले हिमालकी रानी भनेर चिन्ने गर्छौँ है त साथीहरू। आजको लागि प्रश्न नम्बर 36 रहेको छ। हिमालकी रानी भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर हो पासाङ लामु शेर्पा। ल आजको लागि प्रश्न नम्बर 37 रहेको छ। मनोकामना केबल कार मार्गको कुल लम्बाइ कति रहेको छ? ल कमेन्ट गर्नुहोस् है साथीहरूले। गोर्खा जिल्लाको मनोकामना प्रसिद्ध पर्यटकीय क्षेत्र मनोकामना जुन गोर्खा जिल्लामा रहेको छ, शहीद लखन गाउँपालिकामा अवस्थित छ मनोकामना केबल कार। र त्यो मनोकामना केबल कारको लम्बाइ कति रहेको छ कमेन्ट गर्नुहोस् है सबै साथीहरूले। मनोकामना केबल कार मार्गको लम्बाइ चाहिँ कति छ त? ल केबल कार र त्यो मनोकामना केबल कारको लम्बाइ कति रहेको छ? सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। मनोकामना केबल कारको लम्बाइ कति रहेको छ त? ल मनोकामना केबल कार मार्ग छ, त्यहाँ कति लम्बाइ रहेको छ त है त? सबैले कमेन्ट गर्नुहोस् है। साथीहरूले 2.7 भन्दै हुनुहुन्छ, 2.8 भन्दै हुनुहुन्छ। लक्ष्मी थापाले 2.8 भन्नुभएको छ। सागर तिमिन सिन्हाले 2.7, सन्जु निरौलाले 2.8, लक्ष्मण धामीले 2.7, विवा यादवले 2.7, त्यसै गरी रमेश खड्काले 2.8 भन्नुभएको छ। ल कति छ कमेन्ट गर्नुहोस् है। मनोकामना केबल कार मार्गको लम्बाइ कति रहेको छ कमेन्ट गर्नुहोस् है। सबैले कमेन्ट गर्नुहोस्। अब 50जना प्लस साथीहरूले हेर्दै हुनुहुन्छ, सबैले एउटा एउटा कमेन्ट गरिदिनुहोस् है। मन्जु साउदले 2.7 भन्नुभएको छ। मनोकामना केबल कार मार्गको लम्बाइ कति रहेको छ त भन्दाखेरि 2.8 किलोमिटर रहेको छ है साथीहरू। ल मनोकामना केबल कार मार्गको कुल लम्बाइ कति रहेको छ? यसको सही उत्तर रहेको छ 2.8 किलोमिटर। ल यसको उत्तर मिलाउने सम्पूर्ण साथीहरूलाई एकमुष्टमा हार्दिक बधाई छ है त। ल आजको लागि प्रश्न नम्बर 38 रहेको छ। नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो? पक्कै पनि सजिलो प्रश्न रहेको छ, सबै साथीहरू मिलाउनुहुन्छ, सबैले कमेन्ट गर्नुहोस् है। नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो? मैले पढेको 2.7 भन्दै हुनुहुन्छ, 2.7 होइन 2.8 है साथीहरू। सर्वोच्च स्थानमा रहेको नेपालको मन्दिर कुन हो कमेन्ट गर्नुहोस् है। अब ल नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो? आजको लागि प्रश्न नम्बर 38 रहेको छ। ल सही उत्तर साथीहरूले कमेन्ट गर्नुहोस् है। ल नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो कमेन्ट गर्नुहोस् है। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो त? साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ, पक्कै पनि सागर तिमिल सिन्हाले मुक्तिनाथ भन्नुभएको छ।
त्यसै गरी आरएससीआरएसके राउतले मुक्तिनाथ भन्नुभएको छ, जानु विष्टले मुक्तिनाथ, लक्ष्मी थापा धामीले मुक्तिनाथ, रमेश खड्काले मुक्तिनाथ, लक्ष्मण धामीले मुक्तिनाथ, सन्जु निरौडाले मुक्तिनाथ, विभा यादवले मुक्तिनाथ भन्नुभएको छ। नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो? सुसन बी मगरले पनि मुक्तिनाथ भन्नुभएको छ। नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर जुन 3710 मिटर उचाइमा रहेको छ, समुद्री सतहदेखि 3710 मिटर उचाइमा रहेको मन्दिर मुक्तिनाथ मन्दिर। आजको लागि प्रश्न नम्बर 38 रहेको थियो, नेपालको सर्वोच्च स्थानमा रहेको मन्दिर कुन हो? यसको सही उत्तर हो मुक्तिनाथ मन्दिर। त्यसै गरी आजको लागि प्रश्न नम्बर 39 रहेको छ, नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमा पर्ने स्थान कुन हो? ल सबैले कमेन्ट गर्नुहोस् है। नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमा पर्ने स्थान कुन हो? कमेन्ट गर्नुहोस् है साथीहरू सबैले। हामीले चाहिँ लोकसेवाको तयारी गर्ने साथीहरूको लागि भनेर नेपालको भूगोलबाट क्विज गराइराखेका छौँ। नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमा पर्ने स्थान कुन होला? कमेन्ट गर्नुहोस् है सबै साथीहरूले कमेन्ट गर्नुहोस्। ल पोखरा हो कि भन्नुभएको छ, गेस भन्दै हुनुहुन्छ। रमेश खड्काले पोखरा भन्नुभएको छ, सागर तिमी सिन्हाले चाहिँ पोखरा गेस भन्नुभएको छ। ल कमेन्ट गर्नुहोस् है सबै साथीहरूले। नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमा पर्ने स्थान कुन हो? साथीहरूले कमेन्ट गर्नुहोस् है। रमेश सिंहले पोखरा भन्नुभएको छ, लक्ष्मी थापा धामीले पनि पोखरा भन्दै हुनुहुन्छ, ऋतु मण्डलले पनि पोखरा भन्नुभएको छ, सन्जु निरौलाले थाहा भएन सर भन्नुभएको छ। नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमा पर्ने स्थान कुन हो? सबै साथीहरूले कमेन्ट गर्नुहोस्। यतिखेर हाम्रो 50+ साथीहरूले हेर्दै हुनुहुन्छ। जानु विष्टले पनि पोखरा भन्नुभएको छ। नेपालको सबैभन्दा मध्य भागमा पर्ने स्थान पोखरा हो है त साथीहरू। नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमा पर्ने स्थान चाहिँ पोखरा हो है साथीहरू, पोखरा। त्यसै गरी आजको लागि प्रश्न नम्बर 40 रहेको छ, नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो? प्रश्न पुनः एकपटक, नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपालमा चाहिँ कुन ठाउँमा सबैभन्दा धेरै छिटो सूर्योदय हुन्छ त? सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो है? कमेन्ट गर्नुहोस् है। रुकुम भन्दै हुनुहुन्छ, मध्यबिन्दु भन्दै हुनुहुन्छ, अन्ती डाँडा भन्नुभएको छ, अन्तु डाँडा इलाम भन्नुभएको छ साथीहरूले। ल कमेन्ट गर्नुहोस् है। ल नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो? कमेन्ट गर्नुहोस् है साथीहरूले, कमेन्ट गर्नुहोस् र पेजमा पनि फलो गरेर साथ दिनुहोस् है। नेपालको सर्वप्रथम
सूर्योदय हुने ठाउँ कुन हो? ल सबैले इलाम भन्दै हुनुहुन्छ, अन्तुर डाँडा भन्दै हुनुहुन्छ। ल सबैले कमेन्ट गर्नुहोस् है। इलामको अन्तुर डाँडा भन्नुभएको छ, कमेन्ट गर्नुहोस् है। नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो? हुम्लाको इलामको अन्तुर डाँडा भन्दै हुनुहुन्छ साथीहरूले, सबैले कमेन्ट गरिराख्नु भएको छ। इलामको अन्तुर डाँडा भन्नुभएको छ। हाम्रो सही उत्तर हो श्री अन्तुर डाँडा इलाम है त। अन्तुर डाँडा भने पनि श्री अन्तुर डाँडा भने पनि कुरा एउटै हो, श्री अन्तुर डाँडा है त। ल आजको लागि प्रश्न नम्बर 40 थियो। नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो? यसको सही उत्तर रहेको छ श्री अन्तुर डाँडा इलाम है त। इलाम जिल्लाको श्री अन्तुर डाँडा। त्यसै गरी आजको लागि हामीसँग प्रश्न नम्बर 41 रहेको छ। प्रश्न यसरी सुरु हुन्छ, गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ? ल सबै साथीहरू मिलाउनुहुन्छ होला। गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ? कमेन्ट गर्नुहोस् है साथीहरूले, सबैले कमेन्ट गर्नुहोस्। गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ? साथीहरूले कपिल वस्तु भन्दै हुनुहुन्छ, सबैले कमेन्ट गर्नुहोस् है। गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ? हुनुपर्ने त इलाम, लेलेप, ताप्लेजुङ हो मस्ट एस्टको हिसाबले, तर बट बुकमा सबै बुकमा अन्तुर डाँडा छ भन्नुभएको छ। यसको सही उत्तर चाहिँ श्री अन्तुर डाँडा नै हो है। सर्वप्रथम सूर्योदय हुने ठाउँ चाहिँ श्री अन्तुर डाँडा नै हो। यो चाहिँ पूर्वको बिन्दु भन्छ खासमा त्यसलाई चाहिँ। ल साथीहरूले रूपन्देही कपिल वस्तु भन्नुभएको छ। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। कपिल वस्तु र रूपन्देहीमा कन्फ्युज भइराख्नु भएको छ साथीहरू। गौतम बुद्ध विमानस्थल कुन जिल्लामा अवस्थित रहेको छ त? ल कमेन्ट गर्नुहोस् है। सबैले कमेन्ट गर्नुहोस्। सबैले लगभग धेरै साथीहरूले भनेको मिलेको छ। आजको लागि प्रश्न थियो, गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो रूपन्देही है त। भैरवामा पर्छ है। रूपन्देही जिल्लाको भैरवामा अवस्थित रहेको छ गौतम बुद्ध विमानस्थल है त। गौतम बुद्ध विमानस्थल कुन जिल्लामा पर्दछ भन्ने प्रश्न रहेको थियो 41 नम्बरमा। आजको लागि प्रश्न नम्बर 41 को सही उत्तर रहेको छ रूपन्देही। त्यसै गरी आजको लागि प्रश्न नम्बर 42 रहेको छ, अरनिको हिमाल कुन जिल्लामा पर्दछ? सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। प्रश्न पुनः एकपटक, अरनिको हिमाल कुन जिल्लामा पर्दछ? सबै साथीहरूले कमेन्ट गर्नुहोस्। पेजलाई फलो गरिदिनु होला है त सबै साथीहरूले, अनि लाइभलाई सेयर गरिदिनुहोस् है सबै साथीहरूले। अरनिको हिमाल कुन जिल्लामा पर्दछ? आजको लागि प्रश्न नम्बर 42, अरनिको हिमाल कुन जिल्लामा पर्दछ? सागर तिमिल सिन्हाले दोलखा भन्दै हुनुहुन्छ। त्यसै गरी दिनेश धामीले डोल्पा भन्दै हुनुहुन्छ। आरएस सिआर राउतले दोलखा र सिन्धुपाल्चोक भन्नुभएको छ। रमेश खड्काले दोलखा भन्दै हुनुहुन्छ। दिनेश धामीले डोल्पा भन्नुभएको छ। विवा यादवले दोलखा भन्नुभएको छ। अरनिको हिमाल कुन जिल्लामा अवस्थित छ त साथीहरूले कमेन्ट गर्नुहोस् है। दोलखा धेरै साथीहरूले भन्नुभएको छ। दोलखा भन्दै हुनुहुन्छ धेरै साथीहरूले। अरनिको हिमाल कुन जिल्लामा पर्दछ? कमेन्ट गर्नुहोस् है साथीहरू सबैले। अरनिको हिमाल कुन जिल्लामा पर्दछ?
सबैले कमेन्ट गर्नुहोस् है। आजको लागि प्रश्न नम्बर 42 थियो, अरण्यको हिमाल कुन जिल्लामा पर्दछ? यसको सही उत्तर हो डोल्पा है साथीहरू, डोल्पा जिल्ला है। अरण्यको हिमाल कुन जिल्लामा पर्दछ भन्दाखेरि डोल्पा जिल्लामा रहेको छ। त्यसै गरी आजको लागि प्रश्न नम्बर 43 रहेको छ, सूर्य पर्वतको अग्लो भाग गरबा कुन जिल्लामा पर्दछ त? ल प्रश्न नम्बर 43 पुनः पटक, सूर्य पर्वतको सबभन्दा अग्लो भाग गरबा कुन जिल्लामा पर्दछ? सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। प्रश्न नम्बर 43, सूर्य पर्वतको अग्लो भाग गरबा कुन जिल्लामा पर्दछ त? ल कमेन्ट गर्नुहोस् है। साथीहरूले कैलाली भन्दै हुनुहुन्छ, कैलाली भन्दै हुनुहुन्छ। सागर तिमिल सिन्हाले कैलाली, दिनेश धामीले कैलाली भन्दै हुनुहुन्छ। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। सूर्य पर्वतको अग्लो भाग गरबा कुन जिल्लामा अवस्थित रहेको छ त? कमल सिंहले दाङ भन्नुभएको छ, लक्ष्मी थापाले कैलाली भन्दै हुनुहुन्छ, विभा यादवले कैलाली भन्दै हुनुहुन्छ, अनु भण्डारीले कैलाली भन्दै हुनुहुन्छ, जानु विष्टले कैलाली भन्दै हुनुहुन्छ, रमेश खड्काजीले कैलाली भन्दै हुनुहुन्छ, लक्ष्मण धामीजीले कैलाली भन्दै हुनुहुन्छ, कमल सिंहले कैलाली भन्दै हुनुहुन्छ, चुरेको कैलाली 1872 मिटर उचाइमा भन्दै हुनुहुन्छ। ल साथीहरूले कमेन्ट गर्नुहोस् है। ल पक्कै पनि आजको लागि प्रश्न नम्बर 43 रहेको थियो, चुरे पर्वतको सबैभन्दा अग्लो भाग गरबा कुन जिल्लामा अवस्थित रहेको छ? यसको सही उत्तर रहेको छ कैलाली जिल्लामा, कैलाली जिल्लामा अवस्थित छ है साथीहरू। त्यसै गरी आजको लागि प्रश्न नम्बर 44 रहेको छ, नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती कुन हो? ल कमेन्ट गर्नुहोस् है। नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती कुन हो? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती कुन हो? सबैले कमेन्ट गर्नुहोस् है। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती कुन हो? ल कमेन्ट गर्नुहोस् है। सेरा बस्ती हुम्ला भन्नुभएको छ साथीले, एउटा साथीले, हाम्रो दिनेश धामीजीले। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। पास भन्दै हुनुहुन्छ, पाकिस्तान भन्दै हुनुहुन्छ। ल कमेन्ट गर्नुहोस् है। नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती कुन हो? ल पक्कै पनि आजको लागि प्रश्न नम्बर 44 थियो, नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती कुन हो? यसको सही उत्तर हो सेरा बस्ती। ल हुम्ला जिल्ला स्थित सेरा बस्ती नेपाल र चीनको सिमानाबाट सबैभन्दा नजिकको बस्ती हो है त साथीहरू। ल आजको लागि प्रश्न नम्बर
45 रहेको छ। ग्रिन गोल्ड केसँग सम्बन्धित रहेको छ? प्रश्न पुनः एकपटक, ग्रिन गोल्ड केसँग सम्बन्धित रहेको छ? सबैले कमेन्ट गर्नुहोस् है। ग्रिन गोल्ड केसँग सम्बन्धित रहेको छ? कमेन्ट गर्नुहोस् है सबै साथीहरूले। ग्रिन गोल्ड केसँग छ त? ल, केसँग सम्बन्धित छ ग्रिन गोल्ड भन्ने कमेन्ट गर्नुहोस्। साथीहरूले अलैँची भन्दै हुनुहुन्छ। दिनेश धामीले चाहिँ म ढिलो आएर हो सर, नत्र 44मा 44 दिने थिएँ सर भन्दै हुनुहुन्छ। धन्यवाद तपाईँलाई। चिया भन्दै हुनुहुन्छ दिनेशजीले। त्यसै गरी सागर तिमी सिन्हाले ची भन्नुभएको छ। त्यसै गरी साक्षीले इलाइची भन्दै हुनुहुन्छ, चिया भन्दै हुनुहुन्छ, टी भन्दै हुनुहुन्छ। रमेश खड्काजीले टी भन्दै हुनुहुन्छ। ल, टी भन्दै हुनुहुन्छ साथीहरूले धेरैले चाहिँ। पक्कै पनि आजको लागि प्रश्न नम्बर 45 थियो। ग्रिन गोल्ड केसँग सम्बन्धित रहेको छ? यसको सही उत्तर हो चिया है त साथीहरू। ल, सबैलाई एकमुष्टमा बधाई छ। सबै साथीहरूले मिलाउनु भएको छ। ग्रिन गोल्ड चियासँग सम्बन्धित रहेको छ है साथीहरू। त्यसै गरी आजको लागि प्रश्न नम्बर 46 रहेको छ। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? ल, प्रश्न पुनः एकपटक, शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? साथीहरू सबैले कमेन्ट गर्नुहोस् है। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? ल, साथीहरूले कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोस् है। कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त साथीहरूले कमेन्ट गर्नुहोस्। र शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त्यो पनि कमेन्ट गर्नुहोस् है। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ? र सबैले कमेन्ट गर्नुहोस् है। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? अर्घाखाँची भन्दै हुनुहुन्छ दिनेश धामीले। त्यसै गरी रूपन्देही भन्दै हुनुहुन्छ आरएससीआर रावजीले। र कमेन्ट गर्नुहोस् है, शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? ल, कमेन्ट गर्नुहोस् है साथीहरू। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ? थाहा छैन भन्दै हुनुहुन्छ अमु भण्डारीले। अर्घाखाँची भन्नुभएको छ। ल, शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त साथीहरू? ल, कमेन्ट गर्नुहोस् है सबैले। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? ल, लक्ष्मणजीले पास भन्दै हुनुहुन्छ। रमेश खड्काले पास भन्दै हुनुहुन्छ। यसको सही उत्तर रहेको छ अर्घाखाँची है त साथीहरू। प्रश्न नम्बर 46 थियो। शान्ति बगैँचा कुन जिल्लामा पर्दछ त? यसको सही उत्तर रहेको छ अर्घाखाँची। र अर्घाखाँची भनेर मिलाउने साथीहरूले सबैलाई एकमुष्टमा बधाई छ। त्यसै गरी आजको लागि प्रश्न नम्बर 47 रहेको छ। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? ल, कमेन्ट गर्नुहोस् है साथीहरूले। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? प्रश्न नम्बर 47, मुस्ताङ जिल्लाको पुरानो नाम के हो?
ल सबैले कमेन्ट गर्नुहोस् है। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? लोमाङथाङ भन्दै हुनुहुन्छ परवेश रोकायाजीले। लक्ष्मी थापा धामीले भन्दै हुनुहुन्छ लोमाङथाङ भन्नुभएको छ। ल कमेन्ट गर्नुहोस् है। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? अमु भण्डारीले लोमाङथाङ, आरएससीआरले लोमाङथाङ भन्नुभएको छ। ल कमेन्ट गर्नुहोस् है साथीहरू, कमेन्ट गर्नुहोस्। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? ल सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। ल लोमाङथाङ भन्नुभएको छ। ल कमेन्ट गर्नुहोस् है। ल आजको लागि प्रश्न नम्बर 47 थियो। मुस्ताङ जिल्लाको पुरानो नाम के थियो? यसको सही उत्तर हो लोमाङथाङ है साथीहरू। ल सबै साथीहरूलाई एकमुष्टमा बधाई छ, सबैले मिलाउनु भएको छ। मुस्ताङ जिल्लाको पुरानो नाम के हो? सही उत्तर रहेको छ लोमाङथाङ। ल त्यसै गरी आजको लागि प्रश्न नम्बर 48 रहेको छ। चीनलाई मात्र छुने प्रदेश कतिवटा छन्? ल प्रश्न पुनः एकपटक, चीनलाई मात्र छुने प्रदेश कतिवटा रहेका छन् त? ल कमेन्ट गर्नुहोस् है। नेपालका 7वटा प्रदेशहरू छन् र त्यो 7वटा प्रदेशहरूमध्ये चीनलाई मात्र छुने प्रदेश कतिवटा छन् त? कमेन्ट गर्नुहोस्। चीनलाई मात्र। लोमाङथाङ माटोको सहर भन्दै हुनुहुन्छ साथीहरूले। पक्कै पनि मुस्ताङ जिल्लाको लोमाङथाङलाई हामीले माटोको सहर भनेर पनि चिन्ने गर्छौँ। आजको लागि प्रश्न नम्बर 48 छ। चीनलाई मात्र छुने प्रदेश कतिवटा छन्? ल साथीहरूले एउटा भन्दै हुनुहुन्छ, कर्णाली भन्नुभएको छ, 2वटा भन्दै हुनुहुन्छ। ल कमेन्ट गर्नुहोस् है कतिवटा छन् र नाम पनि कमेन्ट गर्नुहोस् है। कतिवटा र कुन कुन हुन्छ कमेन्ट गर्नुहोस् है। विवाह यादवले कर्णाली भन्नुभएको छ। अमु भण्डारीले 1वटा कर्णाली प्रोभिन्स भन्दै हुनुहुन्छ। रमेश खड्काले 1वटा भन्दै हुनुहुन्छ। परवेश रोकायाले 1 कर्णाली भन्दै हुनुहुन्छ। ल कमेन्ट गर्नुहोस् है। चीनलाई मात्र छुने प्रदेश कतिवटा रहेका छन्? लक्ष्मी थापा धामीले 1वटा भन्नुभएको छ। पक्कै पनि एउटा प्रदेश हो र त्यो कुन प्रदेश हो भन्दाखेरि कर्णाली प्रदेश है साथीहरू। क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो प्रदेश कुन हो भनेर आयो भने पनि कर्णाली प्रदेश नै हो र चीनलाई मात्र छुने प्रदेश एउटा मात्रै छ जुन कर्णाली प्रदेश रहेको छ। ल प्रश्न नम्बर 49 रहेको छ। सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? प्रश्न पुनः एकपटक, सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? कमेन्ट गर्नुहोस् है साथीहरूले। सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? कमेन्ट गर्नुहोस्। परवेश रोकायाले काठमाडौँ भन्दै हुनुहुन्छ। सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? कमेन्ट गर्नुहोस् है साथीहरू, सबैले कमेन्ट। सबै साथीहरूले कमेन्ट गर्नुहोस् है। सबभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? कमेन्ट गर्नुहोस् है। ल सबैले कमेन्ट गर्नुहोस् है। सबभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? काठमाडौँ भन्दै हुनुहुन्छ। काठमाडौँ केटिएम भन्दै हुनुहुन्छ। परवेश रोकायाले काठमाडौँ,
आरएस सिआरले काठमाडौँ, लक्ष्मणजीले काठमाडौँ, केशव महताले काठमाडौँ, सागर तिमसेनाले काठमाडौँ, दिनेशले काठमाडौँ, अमु भण्डारीले काठमाडौँ, विभा यादवले काठमाडौँ भन्दै हुनुहुन्छ, रमेश खड्काले काठमाडौँ, विभा यादवले केटिएम भन्दै हुनुहुन्छ, मन्जु साउदले केटिएम भन्दै हुनुहुन्छ, दिनेश धामीजीले भन्दै हुनुहुन्छ कम मनाङ बढी काठमाडौँ 20 लाख जनसङ्ख्या छ भन्दै हुनुहुन्छ। आजको लागि प्रश्न नम्बर 50 थियो, सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? यसको सही उत्तर हो काठमाडौँ है त साथीहरू। ल काठमाडौँ सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौँ है त साथीहरू। त्यसै गरी आजको लागि अन्तिम प्रश्न रहेको छ। आजको लागि अन्तिम 50औं प्रश्न रहेको छ। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? ल कमेन्ट गर्नुहोस् है साथीहरूले। जीव जन्तु जस्तै गरेर हिड्डुल गर्न सक्ने वनस्पति कुन हो त? ल कमेन्ट गर्नुहोस् है। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पतिको नाम के हो? ल कमेन्ट गर्नुहोस् है। सबै साथीहरूले कमेन्ट गर्नुहोस्। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? सबै साथीहरूले पेजलाई फलो गरेर सहयोग पनि गरिदिनु होला है त, अनि लाइभलाई सेयर पनि गरिदिनु होला। आजको लागि अन्तिम प्रश्न तपाईँहरूको लागि रहेको छ। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? जीव जन्तुको जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? कमेन्ट गर्नुहोस् है, सबै साथीहरूले कमेन्ट गर्नुहोस्। अन्तिम प्रश्न 50औं प्रश्न। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? अमु भण्डारीले बिर्सियो भन्दै हुनुहुन्छ, मेन गो भन्दै हुनुहुन्छ दिनेश धामीले, रमेश खड्काले यार्सा गुम्बा भन्नुहुन्छ, केशव महताले यार्सा गुम्बा भन्नुभएको छ। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? लक्ष्मी थापा धामीले यार्सा गुम्बा भन्नुभएको छ। सुसन बुढामगरले पनि यार्सा गुम्बा भन्दै हुनुहुन्छ। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो त? ल कमेन्ट गर्नुहोस् है। आजको लागि तपाईँहरूको लागि अन्तिम प्रश्न, लोकसेवाको तयारी गरिराख्नुभएका साथीहरूको लागि भनेर हामीले आज नेपालको भूगोलबाट क्विज गराएका छौँ र हामीले प्रत्येक दिन 8:15 बजेदेखि लगभग 10 बजेसम्म 50वटा प्रश्न ल्याएर आउनेछौँ। साथीहरूले सहयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौँ। सबैले फलो गरेर साथ दिनु होला। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने प्राणी कुन हो? आएन सर भन्दै हुनुहुन्छ, यार्सा गुम्बा भन्दै हुनुहुन्छ। यसको सही उत्तर हो मेना ग्रोभ है त साथीहरू। ल यसको सही उत्तर हो मेना ग्रोभ है। जीव जन्तु जस्तै हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? यसको सही उत्तर हो मेना ग्रोभ। आजको लागि तपाईँहरूको लागि अन्तिम प्रश्न थियो, हिड्डुल जस्तै गर्न सक्ने वनस्पति कुन हो? हिड्डुल जस्तै गरी हिड्डुल गर्न सक्ने वनस्पति कुन हो? यसको सही उत्तर हो मेना ग्रोभ है। आजको लागि अन्तिम प्रश्न र भोलि फेरि हामी 8:15 बजे यही पेज मार्फत लाइभमा आउनेछौँ। आजको लागि पेजमा आएर अहिलेसम्म हेरेर सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र सबैलाई बधाई दिन चाहन्छौँ। पक्कै पनि केही कुरा सिक्नुभयो होला भन्ने आशा पनि गरेका छौँ। एकदमै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। भोलि पनि जोडिनुहुनेछ भन्ने आशा गरेका छौँ। आजलाई चाहिँ सबैलाई शुभरात्रि, शुभ सपनी, गुड नाइट।